खाना खा तोरे चल्ती हो के अरे तोरे चल्ती के भनेको तेरो मधेसी भाषामा नबोले अलिक बुझ सबैको चल्ती छ चल्ती त छ त अनि किन किनेर खानु पनि चल्ती र बल्ती हुन्छ क्यामेरा तेर्सायो बचियाहरूलाई मुर्गा बनायो भिडियो बनायो त्यो बचिया मुरिसिएर झन् मुर्गा बनाएको मुर्गा झन् मुर्गा बनाउँदै कसरी मुर्गा बनाए हावाको उसमा नबोले जे पाए कसरी चामल दिएको किलो ऊ तैँले पो थर्काउँदैछस् त उहाँको पनि सेम हाम्रै जस्तो दुख्नेको छ हो त अनि दिएन हो दिएन कि आमा धम्काएर ऊ गरेर हिर्काउला जस्तो गरेर कहिले तपाईँलाई हिर्कायो त्यो उसले चाहिँ किन गरेको गरिब दुखीले नआइब न अहिले त उसले भन्छ 65 किलो फेरि एकैछिन भन्छ 68 किलो अब त्यो जोखौँ न त अनि तेरो पनि त अनि लु भन् त 700 को माछा 400 माग्दा दिन्छस् त्यही किन्दिने दिन्छस् त्यही किन्दिने म किन किन्दिनँ छोड्दे आइसक्रिम खान्छ छोड्दे ए त्यस्तो त्यस्तो अहिले भर्खर आन्द्रा भुडी बेचेको पैसा कहाँ हालिस् बुढीको पैसा त्यतिकै दिस साँच्चै दिस मैले देखिनँ दिएको किन्दिने एउटा आइसक्रिम के आइसक्रिम किनेर खान तेरोमा जति छ त यत्रो पैसाको मेरोमा पनि छैन चामलको पैसा कहाँबाट दिउँ भन्दैछु तँलाई मागेर ऊ गरौँ भन्दैछु ठन्डा गरेर घिना खानु न के छैन केपी ओलीले भने बाजेले भनेको थियो के संसदमा नेपालमा पनि बस खायो भने त के घीको खाने चामल चल्दै आयो भने त कम्मल ओढेर घी खाने घी खान त अनि तिमीहरू त अब मैले भनेको होइन त के त अनि तँ पनि केपी बाबुको हो मान्छे केपी बाबु अनि के त त्यस्तै झोली जस्तो कुरा गर्छस् त अनि केपी बाजेले नै भनेको खेन्डा ओढेर घी खायो अब केपी बाबु त छैन अब के खान्छस् त होइन के भने के भनेको त मैले कुरा बुझिनँ क्या के हो त यो? के भनेको त अनि केपी बा मेरो यस्तो यस्तो भनेको छ सुनेर केपी बुढोले भनेको थियो नि त भनेको थिएन त जहिले पनि केपी बाको कुरा गुणगान गर्छस् उसकै बढाबढी गर्छस् त अनि त्यही भएर केको बढाबढी गरेको अहिले अब बालेन भाइ आएको छ बालेन भाइको अब गुणगान हुन्छ त्यही भएर केपीको झोली हो कि क्या हो त पनि भनेको क्या अनि के त अनि एउटा किन्दिन मेरोमा छैन क्या पैसा छैन होइन होइन छैन मेरो भाइ छोड्दे चोरे ओए सतुवाले निकाल्यो है कालो हातले निकाल्यो है